आगो पिएर बाँच्ने बेबस मेरो कथा छ, जलेछु भित्र भित्रै छाती भरि व्यथा छ। प्रशान्त तामाङको शव बागडोगराबाट दार्जिलिङ लगिँदै छोरी र आमाको आँसु रोकिएन। यसरी गरिँदैछ बिदाई। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईहरुको माझमा एकदमै दुःखद घटना लिएर उपस्थित भएका छौं। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाई हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्नुहुन्छ जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनुहोला। नेपाली प्रख्यात गायक तथा इन्डियन आइडलका सिजन 3 का विजेता प्रशान्त तामाङको पार्थिव शरीर बागडोगराबाट विमानस्थलबाट दार्जिलिङतर्फ लगिँदैछ। तामाङको आइतबार बिहान हृदयघातको कारण दिल्लीमा निधन भएको थियो। सोमबार बिहान बागडोगरा विमानस्थलमा परिसरमा श्रद्धाञ्जली अर्पण गर्ने ठूलो संख्यामा शुभेच्छक, प्रशंसक, कलाकार तथा स्थानीयको भिड लागेको थियो। श्रद्धाञ्जलीपछि उनको शव विशेष ब्यान्ड मार्फत दार्जिलिङ लगिरहेको छ। दार्जिलिङ पुगेपछि केही समय गोर्खाल्यान्ड टेरिटोरियल अल्टोमेटिक जीटीएस अन्तर्गतको सूचना तथा संस्कृति विभागमा राखी सार्वजनिक श्रद्धाञ्जली अर्पण गरी कार्यक्रम रहेको तामाङको अन्त्येष्टिमा सहभागी बन्न दार्जिलिङ जाँदै गरेका फिल्मकर्मी राजेश घतानीले जानकारी दिएका छन्। त्यस्तै तामाङको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै गर्ने परिवार र शुभचिन्तकहरूको अनुरोधमा गरिएको जीटीएसका प्रमुख अनिल थापाले दिल्लीबाट तामाङको शव झिकाउने पहल गरेका थिए। 43 वर्षको उमेरमा तामाङको निधन भएकाले दार्जिलिङ मात्र होइन विश्व रहेका नेपाली भाषी समुदायका शोकाकुल बनेका छन्।